दर्शकबिन रातिकालीनको नमस्ते हजुरहरूलाई। यो घटना घटेको नवलपरासी तुलसीबासमा हो भनेपछि यो बसमा धेरै सवारहरू हुनुहुन्छ र यहाँ जिसिबीले पानीलाई अर्कोतर्फ पठाइरहेको छ भनेपछि देख्न सक्नुहुन्छ हजुरहरूले। ईश्वरी दादाको आइडीबाट यो लाइभ प्रसारण अहिले भएको छ। तुलसीबासमा हो, यहाँ उतारको धेरै माग भइरहेको छ मान्छे तान्न मिल्छ जानुभएको छ र कसैले पुलिसलाई पनि जानकारी गराइसक्नुभएको छ, नगरपालिकाले जानकारी गराइसक्नु भएको छ। भनेपछिमा उद्धार गर्दै हुनुहुन्छ। उद्धार गर्दा गर्दै नदी बढेको जिसिबीले पानी उता पठाइरहेको छ। नवलपरासी तुलसीबासको नजिकमा हुनुहुन्छ भने हजुरहरू जान सक्नुहुन्छ, लगेर जान सक्नुहुन्छ। तुलसीबास नवलपरासी तुलसीबास नजिक मित्रहरूले साथीहरूले चाहिँ यो खबर सुन्दै नजिकको पुलिस चौकी या आर्मीमा कतै पनि कहाँ हुन्छ चाहिँ नगरपालिका कल गरेर चाहिँ हजुरहरू चाहिँ जानुहोस्। अहिले चाहिँ लाइभ प्रसारण हो ईश्वरी दादाको चाहिँ छिटो आइबाट लाइभ प्रसारण घटना हो। अब यो चाहिँ अब पछि अब नदी बढिसकेपछि बगाउन सक्छ या उद्धार गर्दा त्यो भएर नवलपरासी तुलसीबासका बासिन्दाहरू सिसा पुरै फुटाइसक्यो जस्तो हो। सिसा पुरै फुटाइ छैन, तल भागमा त यो पुलिसले हेलिकप्टर बोलाउन त यार फेरि अब मौसम ऊ भन्ने होला नि त। गृहमन्त्रीले के अरे त्यो है फोन सबै गरिसकेको छ, फोन सबैलाई पुगिसकेको छ है। रवि लामा ब्रदर गरौँ छैन भने गरौँ है। हेलिकप्टर सिलिकप्टर यहाँ धेरै ठाउँबाट दुम्कीबासको त है सबै कमेन्ट त्यही गरौँ त। नवलपरासीको दुम्कीबास है, त्यही गरेर पशुपतिनाथ हे भगवान्। अब त्यहाँ झन् त्यो सिसा होला लोड बढिसक्यो। त्यो मोडगाड पुरै देखाएको थियो है। सिसा फुटाउँदैन माथिसम्मै, अब माथिभित्र पानी सिर्यो भने सिधियो। पछाडिबाट मात्रै सिर्या भएर हो। त्यही भएर पछाडिको सिसा फुटाइदिनु भनेको सुन्दाखेरि यहाँ अर्को पेसेन्जरको मान्छे छ अरे त यहाँ जाँड खानु अर्को पेसेन्जरको मान्छे छ अरे त यहाँ जाँड खानु गएको उता बजारमा। न कसै कन्ट्याक्ट छ भने गरौँ यार। हेलिकप्टरको कन्ट्याक्ट गरौँ त यहाँ लास्टै उ भयो यार। अब त्यो त यहाँ यो झ्यालबाट नि मान्छेहरू कराइरहनु भएको है। यो झ्यालानी मान्छे छ। यो ढोका ढोका ताने भयो। यहीँ ठुलो पानी पऱ्यो। अब कहाँबाट आएको बस? सर काठमाडौँबाट आएको है। पुलिसलाई कन्ट्याक्ट गरेर 1000मा होइन 100मा पुलिस यहीँ छ। यिनीहरूले गर्दैन कि हेर आर्मीको कि त्यो खताको टोली आउनु। आर्मी पुलिसको गाडी भए हेलिकप्टर ल्याएर पाइन्छ त्यति बेला होइन। आर्मीकै त्यो खताखो चाहिँ आयो भयो हुन्थ्यो। अब खताखो नि कहाँ आउनु भने यहाँतिर कता बाढी उद्योग त हो, उद्धार त होला नि यार यत्रो तराईमा होइन। गरे गाउँपालिकादेखि लिएर गरेर सब अध्यक्षहरूलाई अब सब जाँडाएर बसिरहेको म पनि नभएर यो डोरी सोरीले किन भयो। अब लास्ट उपाय एउटा हेलिकप्टर छ, अरू के बुझ्दै त भयो। अब लास्ट उपाय एउटा हेलिकप्टर छ, अरू के बुझ्दै त हो नि। लोड बढ्यो यहीँ हामी पानी पऱ्यो ल। मान्छे
सासु किनलाई छु बिचरा किन आत्यो भने त्यो अवस्था को आत्तिदैन भने के अनि अनेक नगराउ न मान्छे उसै आत्तिर हुन्छ होइन म हुटा निकाल्ला मान्छे उसबाट रस न अघिको ट्रेनबाट डोरी लगेर त्यहाँ मान्छे झुकेर दियो भने हुन्छ होला भित्र पानीतिर कहाँ मऱ्यो पुलिसहरू त्यो दुईवटा त्यो भाइहरू चाहिँ गयो है माथि उठा अब चाहिँ बसको नम्बरहरू कति हो त्यो अब बसको नम्बर त्यहाँ कसले लेख्छ यार चाहिने क्वेसन सुन्नु न बत्ती नछेदेऊ न त्यहाँ बत्ती नछेदेऊ त्यसो हुट पनि हुँदैन कहाँ समाएर बस्छ त्यो भाइ नाइट भिजन त हुन्छ नि भरे के अनि के ल सरी है गाइस सबैलाई मैले हेर्न सकिनँ